आमा लु साथीहरू अब चाहिँ फटाफट टिप्छु ल म किनभने मान्छेहरू आइपुग्नु भयो भने गाह्रो हुन्छ क्या लु 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 आमा यहाँ त आउन ड्यामै छ हौ ल साथीहरू हामी चाहिँ टिप्नु थाल्यो नि आमा साथीहरू टिपिँदैछ यहाँ देख्न सक्नुहुन्छ कस्तो मेरो सिरमाले चाहिँ कसो अरे आमा कस्तो कहाँ चढ्नु अरे भन्नु न कालुङ्गे लुकीहरू चाहिँ अब अन्तिम अन्तिम हो नि त अनि यो चाहिँ लास्ट भिडियो होला सायद है अब लेट्सी भेट्यो भने त देखाइ नै हाल्नेछौँ अनि देउलीहरू चाहिँ छ नि फेरि ढिम्की च्याउहरू साथीहरू सकियो भन्दै हुनुहुन्छ होला सकिएको छैन ल यति भन्दै सुरु गरौँ आजको मेरो दिन आमा काउनु गरेर पनि तपाईँहरूलाई सुनाइदिन्छु सर्ट लगाएर यस्तो गर्नुपर्ने हुन्छ नि त साथी ए बजेको सुन्नुभयो नि ए कस्तो मजा आउँछ हौ टकटकी भाँचिन्छ क्या यो बल पनि चाहिँदैन अर्को उयोमा चाहिँ बल चाहिन्छ ल साथीहरू यति नै आजको चाहिँ हाम्रो होइन जिन्दगीको गोरेटोमा बिहानभरिको कमाइ अब गएर खाइन्छ रमाइ रमाइ झोलामा लाग्यो है साथीहरू कति माया लाग्दो माइ गड मन मारेर लाउँदैछु नि सुरुमा पुडुली कि के पो गर्यो एकै ठाउँमा नि उयो गर्नुपर्ने ल साथीहरू आजको चाहिँ हाम्रो ड्युटीको उयो चाहिँ यति नै हो एभ्रिवान सेवा साथीहरू नमस्ते यहाँहरू सबैजनालाई सबैभन्दा अगाडि चाहिँ स्वागत छ विमला अफिसियल युट्युब च्यानलमा म चाहिँ विमला हो अनि अफिसियल चाहिँ मेरो ओरिजिनल आइडी हो साथीहरू युट्युब आइडी अनि सो साथीहरू आशा गरेको छु तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ सो म पनि सन्चै आरामै छु हजुरहरूकै माया र आशीर्वादको कारणले गर्दा अनि तपाईँहरूले मेरो भिडियोहरू चाहिँ स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म हेरेर आइदिनुहुन्छ होला भन्ने आशा गरेको छु अनि यदि मेरो च्यानलमा हजुरहरू कोही नयाँ हुनुहुन्छ भने छिटोभन्दा छिटो सब्सक्राइब गर्नुहोला है अनि साथीहरू आज चाहिँ म यो च्याउ भेटेर मात्रै यो भिडियो स्टार्ट गर्दैछु क्या यस्तो रमाइलो छ कि ओ माई गड मैले जीवनमा सोच्नै नसकेको कल्पनै नगरेको यति धेरै क्या बगान जस्तै यो जङ्गल चाहिँ मेरो जस्तै फिल भइरहेको छ क्या अब यो चाहिँ साथीहरू फर्स्ट यति भन्दै ढिला नगरिकन यो च्याउ देखाउनु म हजुरहरू सामु हजुरहरूलाई म च्याउ देखाउँदैछु यति धेरै छ नि साथी ओ माई गड भने साथीहरू सासूबारीको आज दसैँ रहेछ के गर्नुपर्ने क्या ओ माई गड यही बाटो छ यही बाटो मान्छेहरू कति गए यस्तो हुन्छ क्या आफ्नो भागमा आएको कुरा चाहिँ कसैले खोसेर सक्दैन है हामी काउनु गरेर पनि तपाईँहरूलाई सुनाइदिन्छु सर्ट लगाएर यस्तो गर्नुपर्ने हुन्छ नि त अब सकिएको त भनिँदैछ फेरि पलाउँदैछ खोइ के पो गर्नुपर्ने हो साथीभाइहरू गाह्रो पो पर्यो त हौ यसले त गाह्रो पो बनायो त हौ होइन 1 2 होइन 3 4 5 6वटा त भेटिगयो अलिक तल यसरी जानुपर्ने हुन्छ त्यसरी हुन्छ क्या यहाँ छ नि 6वटा छ नि 6वटा यसमा 7वटा यता उयोहरू यसरी गऱ्यो भने छ होला कि कता छ क्या 7वटा होइन अनि यस्तो र यसरी हानिएको हुन्छ छ होइन 7वटा योसँग है अनि योसँग 8वटा है योसँग 9वटा योसँग 10वटा योसँग 11वटा योसँग 12 13 14 15वटा बच्चा पनि छ 15वटा होइन अनि 16वटा 17वटा 18 19वटा है 19 त्यस पछाडि यता जाम 19 20 21वटा 22वटा है 23 24वटा देख्नु नि 24 मैले काउन्ट गरेर तपाईँहरूलाई देखाइदिँदैछु कि 25वटा 25 होइन अन्त म तपाईँहरूलाई 26वटा 26 त्यस पछाडि 26 यहाँ 27वटा देख्नुभयो नि माल छ अब यता छ सबै म एकचोटि उयो गरेर देखाइदिएँ रिच्या भेटायो मैले तलसम्म देखिसकेँ कसम भनेको साथी आज दिन हाम्रो रहेछ सासूबारीको दिन ओ माई गडनेस आमा के गर्नुपर्ने फेरि पनि अर्को ठाउँ पनि क्या यहाँ माथि छता नगर्दा 1 2 3 4 5 6वटा होइन छ यहाँ 7 8वटा यता पलाउँदो रहेछ यता खोज्ने बेला भयो
यस्तो धेरै फिजारिएर पलाउँछ नि कसम भनेको साथीहरू म तपाईँहरूलाई उयो गर्नै सक्दिनँ क्या 8 होइन 9 10 11 12 13 वटा 13 14 वटा 15 वटा आज चाहिँ भेटेकै हो साथीहरू यतिको च्याउ 15 आमाले देख्ने भएन यहाँ आउनुहोस् 16 वटा 17 18 19 20 21 22 23 म त कसम तपाईँहरूलाई म कसरी गनेर देखाउने क्या म त गर्नै सकिनँ आमा लु साथीहरू अब चाहिँ फटाफट टिप्छु ल म किनभने मान्छेहरू आइपुग्नु भयो भने गाह्रो हुन्छ क्या लु 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 आमा यहाँ त आउन ड्यामै छ हौ यति धेरै पनि म तपाईँहरूसँग उयो गर्नै सक्दिनँ क्या कालुङ्गे लुकीहरू चाहिँ अब अन्तिम भयो नि त अनि यो चाहिँ लास्ट भिडियो होला सायद है अब लेट्सी भेट्यो भने त देखाइ नै हाल्नेछौँ अनि डेउलीहरू चाहिँ छ नि फेरि ढिम्की च्याउहरू साथीहरू सकियो भन्दै हुनुहुन्छ होला सकिएको छैन साथीहरू च्याउको बगान चाहिँ यिनीहरू नै हो यतानिर पनि छ म तपाईँहरूलाई काउन्ट गरेर सुनाउनेवाला छु यता क्यामेराम्यान देखाउनुहोस् एउटा होइन 2टा 3टा 4वटा 5वटा 6 7 8 9 10 11 12 13वटा 14 15 16 17वटा होइन त्यतिमा 17 योसँग 18 19 20 21 22 23 24 25 26 27वटा अनि त्यहाँ छ 28वटा देख्नुभयो नि 28 अब यता माथि आउनुहोस् यस्तै सिधा नि फेरि 28वटा होइन अनि चट्टा लगाएर 29 30 31वटा है 31 32 33वटा यहाँ छ नि त 33 34 35 36वटा छ क्या यहाँ मात्रै 36वटा ओ माई गड अब नेक्स्ट अर्कोमा जाऊँ ल 37वटा यहीँ 37वटा रहेछ एकै ठाउँमा साथीहरू यति धेरै ओ माई गड म त यो काउन्ट गर्नु पनि बिर्सिन्छु क्या आँखिएर कसम भनेको कतिको भएको थियो त्यहाँ 36 होइन 36 38 39 अनि त्यहाँ पछाडि साथीहरू 40 41 42 43 44 45 46 46 47 48 49 50 51 52 टेकिँदै पनि छ 53 54 55 56 57 58 60 61 62 63 64वटा यहीँ मात्रै हेर्नु है आउनु है 64 65 66 67 68वटा 69 70 71 72वटा क्या साथीहरू 72 76 77 78वटा होइन 78 यहाँ अब यता चल 78 होइन 78 79 80 81 82 83 84 85 86 87वटा उयो माथि पनि छ 87 वटा ए 88 89 90 91 92 93 94 95 96 97 98 99 ट्याक्कै लाएर 100 अब एकदेखि फेरि 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 37वटा ल साथीहरू मैले काउन्ट गरेर सकिनँ यहाँ नभए हेर्नु यस्तो गर्मी हो अब टिप्ने आज साथीहरू सबैभन्दा धेरै च्याउ भेटेको हाय मुटु ढुक भइरहेको छ क्या यति धेरै मैले च्याउ कहिले देखेको त थिइनँ नि यो च्याउ भेटेको खुसियालीमा यहाँ चढेको आमा र मेरो श्रीमानले चाहिँ कसो अरे आमा कस्तो कहाँ चढ्नु अरे भन्नु न
उफ साथी गर्मी भएर लुगा पनि खोले सस्नालाई जाउँ कता भयो क्या अलमलमा परे म त टिक 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 यो चाहिँ साथीहरू च्याउ भेट्दाको रियाक्सन क्या मेरो रियाक्सन भिडियो होइन आमा हाम्रो आमा हेर्ने देखाइदिनु त आमा फेरि म यहाँ नाचिदिँदै थिएँ कि आमा म त अलिक कुन तरिकाले नाच्नु हुँदैछ भनेर गीत गाइदिनु न ल साथीहरू हामी चाहिँ टिप्नु थाल्यो नि आमा कस्तो भइरहेको छ आमा भेटियो आजको दिनले आज कुन दिनमा हामी सायद हेरेर गएको होइन नि त होइन आमा सासु बुहारी चाहिँ टिप्नुको भेटाइयो अलिअलि अलिअलि भन्नु यसलाई पनि धेरै भन्नु न आमा चाहिँ धेरै भेटाइयो आमा म कसरी आत्तिएँ अरे मलाई मेरो बुहारी आत्तिएर झन् म के गर्नु अरे सासु डर्रो खालको हुनुहुन्छ नि त टेन्सन छैन मलाई त्यसमा आमा चाहिँ फेरि यत्रो भेटाइसकेर चाहिँ तपाईँ त्यो किन त्यो अझै खोज्नु भएको भन्नु त यो त कहाँ के गर्नु जस्तो भइरहेको छ आफूलाई त आमाले त पुरा अझै पो खोज्नुहुन्छ मलाई हाँस पनि उठ्यो म आफू चाहिँ आत्तिरहेको आमा चाहिँ त्यहाँ ल म त गएँ पो खोज्नु भन्नुहुन्छ फेरि कति हाँस्नु भिडियो गर म खोज्छु भनेको सुन्नुभयो नि सासु बुहारी हामी त मिल्छौँ नि फेरि तपाईँहरूले फेरि देखावटी नि भन्नु होला त्यस्तो हाम्रो न होइन आमा हामी भनेको यस्तै हो नि सासु बुहारी होइन आमा छोरी बुझ्नुभयो नि हाम्रो आमाको तर्फबाटै रियाक्सन आएपछि सकिगयो नि पछाडि छ है तपाईँको आमा भेटेर आज फर्किएको कस्तो भेटाइयो एउटा कस्तो हुन्छ है भरेसम्म ल टिपिँदैछ है साथीहरू यो अर्कोतिर त्यही हल्का ठाडो टिपिँदैछ चाम्रो हो ठाडोबाट पनि साथीहरू टिपिँदैछ है टिपिँदैछ भन्नुहुन्छ होइन किरा लाग्यो यहाँ भने छैन होला उडोले त यहाँ टेक्यो यस्तो क्या भाग्यले भेटेको अरूले भने कर्मले ठेलेको भन्छ अब यो नठेलेको भाग्यले भेटेको यहाँ छ त साह्रो हुन्छ यहाँ न यहाँ त अझै पलाउँछ आमा छोडिएको हुन्छ नि त हामी त भेट्दैन आमाको कथा सुन्नु नि नजिकदेखि देख्नु यहाँ लडाउनु यस्तो दामी गरी आउँछ कि यस्तो दामी गरी आउँछ कि हो त्यो त टिप्दै गर्नु न आमा दामी हुन्छ क्या यहाँ पुरुली भनेको चाहिँ यो नि फेरि पुरुली यो भनेको आफै अर्ग्यानिक भनेको चाहिँ यो हो क्या अर्ग्यानिक चिजहरू त्यसरी भेटिन्छ साथीहरू साथीहरू टिपिँदैछ यहाँ देख्न सक्नुहुन्छ कस्तो मजा कति मजा आएको नि आमा यसरी टिप्नु टिप्नु पनि मजा हुन्छ यस्तो मजा त कहिले पनि आउँदैन क्या साथीहरू यो भेटाउनु मात्रै मुस्किल कि टिप्नु त भन्नुहुन्छ भने यस्तो दामी हुन्छ नि यहाँ हेर्नु यत्रो यहाँ हेर्नुहोस् न भुइँमै गाडिएको छ यहाँ हेर्नु न पुडुली ला लु यहाँ हेर्नु न यो सानी यस्तो छ नि मुस्किल छ पोखरामा क्या टिप्नुलाई चाहिँ यहाँ छ खेत यहाँ हेर्नु त कस्तरी निस्क्यो क्या पनि छ साथीहरू टिप्दैछु है हेर्न बजेको कम्ता मिठो गरेर बज्छ ट्वाक ट्वाक क्या हेर्नु त अब नेक्स्ट अर्कोतिर सकिनु आँटिसक्यो अब सक्यो भनौँ न होइन यो चाहिँ लास्ट त ओए त
त लडै छ हौ अघि नै कहिले यता अब यति रहेछ होइन यहाँ चाहिँ यतानिर चाहिँ कति छ कि साथीहरू देखिँदैन क्या अब सानो सानो हुन्छ नि त यत्रो यत्रो हुने आँखाले देखिँदैन अब भरे दिउँसो पलाउँछ होला हामी आउनु भ्याउँदैनौँ यस्तै छ नि त साथी ए बजेको सुन्नुभयो नि ए कस्तो मजा आउँछ हौ टकटकी भाँचिन्छ क्या यो बल पनि चाहिँदैन अर्को उयोमा चाहिँ बल चाहिन्छ ल साथीहरू यति नै आजको चाहिँ हाम्रो होइन जिलेको गोरेटोमा बिहानभरिको कमाइ अब गएर खाइन्छ रमाइ पकायो अब चाहिँ झोलामा लगाएर लाने हो साथीहरू यतिकै यो उयो नफाल्यो होला त्यो पनि झोल छेडिएको रहेछ झोला पनि छेडिएको रहेछ केही हुँदैन होला नि त झर्दैन ए बाइकदेखि साथीहरू अब चाहिँ के भन्नु म त आज त निशब्द छु लाउनु छिटो दुईजनाले ए केही हुँदैन हौ च्याउको बारेमा निशब्द छु के म आमा आज तपाईँ के भन्न चाहनुहुन्छ च्याउको बारेमा भन्नुहोस् न भन्दिनँ म त च्याउको बारेमा के भन्नु उहिले नै देखेको भन्नु न म त कहिले देखिनँ नि त पनि कति भेटिन्थ्यो अहिले त भेटिँदैन पो भन्नु न भेटिँदैन आज मात्रै भेट्यो यस्तो गरेको आमा झोलामा लाग्यो है साथीहरू कति माया लाग्दो माइ गड मन मारेर लाउँदैछु नि सुरुमा पुरुली कि के पो गर्यो एकै ठाउँमा हामी उयो गर्नुपर्ने ल साथीहरू लाइँदैछ है सासुबुहारी भएर अब के गर्नु र समयको फल खानै पर्यो होइन जतिसुकै भए पनि जेसुकै भए पनि होइन आमा भएन हाम्रो आमाले यो च्याउहरू टिप्दा ओर्दा कसलाई मिस गर्नुहुँदैछ भन्नु त आमा यो भिडियो मार्फत भनौँ न कसलाई गर विशेष त छोराछोरी नै आउँछ छोरीहरू के भन्नु त छोराछोरी बुहारीहरू होइन आमा त्योभन्दा त पाउनु अन्त जे भए पनि आउँछ कि आउँदैन भन्नु न भरे दाजुलाई अनि भिडियोबाट दिनु न हेर्नै आज सासु बुहारीले खाने भए आउनु सबै ठोक्रिएको त एक झोलोमा थियो लु अब हामी साथीहरू गयौँ यति धेरै हो म हेर्नु त 1 किलो चाहिँ छ नि हौ ल साथीहरू हामी लाग्दैको अब चल्देको अब चाहिँ गर्मी भएर अहिले त पसिनै सेलाइसक्छ मेरो हामी चल्देको ल अहिलेलाई चाहिँ हेर्दै गर्नु होला साथीहरू यहाँ हेर्नु कति मजाले चराचुरुङ्गीको आवाज माइ गड कस्तो राम्रो सुन्नुहुन्छ नि है यस्तो आनन्द मजा आउँछ क्या अन्त सुन्नु न पुरा उनीहरू चाहिँ बाजेको होला जिस्केको होला होइन कोही बाउ छोरी कोही आमा छोरी काका काकी सबै छन् होला नि यहाँ चराचुरुङ्गीको पनि हुन्छ नि त आफ्नो अनि कोही कपालहरू होला होइन त्यही भएर बाट्ने यताउता गर्दैछ क्या हाम्रो आमालाई चाहिँ चोकोदुरले पुग्दैन बिस्तारै हिँड्नुहुन्छ क्या फेरि बा भेटिन्छ कि भन्ने आशले ल साथीहरू आज चाहिँ डरै भेटियो अब के भन्नु अघि नै चाहिँ मैले काउन्ट गर्दाखेरि अब आत्तिएर अलिकति यताउता मिस्टेक भइहाल्छ क्या यो च्याउदेखि बित्तिकै म आत्ति जान्छु अनि तर साँच्ची भनेको 200-250वटा जति नै छ क्या त्यो मसिनो पुडुली क्या पुडुलीहरू छ थियो नि त अनि त्यही भएर तपाईँहरूलाई चाहिँ मैले एकैचोटि देखाएँ क्या छक्क पऱ्यो क्या फर्स्ट टाइम यति धेरै भेटेको तर ठुलो भएको भाइ ओ लुगा झर दामी हुन्थ्यो है जे होस् त्यही भए पनि कहाँ पाउनु आफ्नो भागले भेटेको है अहिले चाहिँ अब घर जान आँटेको आमा छोरा खोज्दै आउनुहुँदैछ म चाहिँ बाटोमा निस्किसकेँ अहिले चाहिँ ए अब यति भए मलाई इनफ भयो जस्तो फिल भइरहेको छ नि त अन्सु है गले पनि साथीहरू यताको वातावरण यस्तो छ साथीहरू आजको चाहिँ हाम्रो ड्युटीको उयो चाहिँ यति नै हो यहाँ देख्न सक्नुहुन्छ पुडुली छ नि त कति धेरै छ हेर्नु त साथी ओ माइ गड आज त डरै भेटेको क्या अब चट्टा लाएर पकाएर खाने हो त्यो भिडियो चाहिँ म हाल्दिनँ है त